सभामुख महोदय, हामी आज सरकारको नीति तयारी तथा कार्यक्रम 2082-83 को सन्दर्भमा केन्द्रित भएर छलफल गर्दैछौँ। यो झन्नै 155 बुँदामा समेटिएको धेरै राम्रा कुराहरू पनि छन्, तर ती नीति र कार्यक्रमको सच्चाइ र वास्तविक यथार्थ बजेटले नै निर्धारण गर्छ भन्ने कुरा म आग्रह गर्न चाहन्छु। नीति धेरै छन्, कार्यक्रम बढी छ र नीति भन्नासाथ नीति पोलिसी इज ए कोर्स अफ एक्सन डिजाइन टु अटेन सर्टेन अब्जेक्टिभ। निश्चित उद्देश्य प्राप्तिको निम्ति प्रतिबद्धता सहित जुन कुरा चाहिँ नि कार्यक्रम लक्ष्य निर्धारण गरिन्छ वास्तवमा त्यही नीति र कार्यक्रम हो। तर यो के हुन्छ भने धेरै कुरा प्रमिस एन्ड इम्प्लिमेन्टेसन, एउटा वचनबद्धता दिने तर त्यो कार्यक्रम नहुने खालको स्थिति निरन्तर रूपबाट जुन हामीले अनुभव गरेका छौँ, त्यो आम नेपाली जनताको निम्ति अविश्वासको कुरा, निराशाको कुरामा परिणत भएको छ। म एउटा मात्रै उदाहरण यहाँ दिन चाहन्छु। 2041 सालसम्म निरन्तर 2080, 81, 82 र 82-83 मा पनि मल कारखानाको स्थापनाको कुरा प्रतिबद्धता छ, तर अहिलेसम्म रासायनिक मलको पनि प्रारम्भ भएको छैन। त्यसकारण यस किसिमका प्रतिबद्धताहरूभन्दा निश्चित रूपबाट जति गर्न सकिन्छ त्यसको नीति र कार्यक्रम लिएर आउँदा चाहिँ सबभन्दा उपयुक्त हुन्छ भन्ने मेरो दृष्टिकोण हो। अहिले सभामुख महोदय, हामी चाहिँ हुन्छ हुन्नको महासङ्ग्राममा सत्य र लोकतान्त्रिक प्रक्रियालाई दिनदिनै विसर्जन गर्दै गइरहेछौँ। हामी यो जुन नीति कार्यक्रम छ, यत्रो दिनदेखि साथीहरूले मेहनत गर्नुभएको छ, आफ्ना दृष्टिकोण मान्य सदस्यहरूले प्रस्तुत गर्नुभएको छ, त्यसमा चाहिँ नि कमा फुलस्टप पनि चेन्ज हुँदैन भने यो बहसै निरर्थक जस्तो लाग्छ। क्षमा पाऊँ सभापति महोदय, मेरो अनुभवले त्यस्तै भन्छ। त्यसैले यसलाई हामीसँग भइरहेको परम्परालाई परिवर्तन गरेर सरकारले सबै पक्षबाट आएका कुराहरू जो महत्त्वपूर्ण राष्ट्रिय हितका कुराहरू छन् त्यसलाई कसरी समेटेर लिएर जान सकिन्छ। किनभने समाज सञ्चालनको निम्ति, राष्ट्र सञ्चालनको निम्ति सबभन्दा नहुने पहिलो कुरा भने कलेक्टिभ विजडम हो, सामूहिक बुद्धिमत्ता हो। त्यसलाई कसरी राष्ट्रले प्रयोग गर्न सकिन्छ त्यतातिर गम्भीर हुनुको निम्ति म आग्रह गर्न चाहन्छु। र अत्यन्त राम्रो कुरा चाहिँ यो नीति कार्यक्रममा मलाई के लाग्यो भने जेएनजी पुस्ताको कुरा निकालेको छ। यो जेएनजी पुस्ता भने सहस्राब्दीको वरिपरि नजिक 1997देखि 2010सम्म जन्मेकाहरू, जसको उमेर झन्नै 13 वर्षदेखि 28 वर्षसम्मका युवा युवतीहरूलाई प्रतिनिधित्व गर्छ। तर यसलाई सम्बोधन गर्नको निम्ति जुन खालको महत्त्वपूर्ण ढङ्गले प्रतिबद्धता हुनुपर्ने हो त्यो छैन। अहिले वास्तवमा भन्ने हो भने दैनिक 3000देखि 5000सम्म युवाहरू रोजगारीको निम्ति विदेशिएका छन् र दैनिक 3देखि 5सम्मका मृत लासहरू यो देशभित्र फर्किएका छन्। यसको उपचारको खोजी नगरी खालि जेएनजी पुस्ताको एउटा चाहिँ नि नयाँ नामाकरण गरेर मात्रै त्यसलाई राम्रो भन्न सकिन्न। तर राम्रो हो जेएनजी पुस्तालाई कभरअप गर्नु। तर सभामुख महोदय, जेएनजी पुस्तापछि 2010 सालपछि जन्मेको अल्फा पुस्ता पनि आइसकेको छ, जुन अहिले चाहिँ नि दुर्व्यसनी, लागु पदार्थदेखि लिएर यो चिन्ता, आत्महत्याका बाट चाहिँ नि पीडित छन्। तिनीहरूलाई राष्ट्रले एउटा सामाजिक आन्दोलनको रूपमा कसरी विकास गर्न सकिन्छ त्यतातिर मैले पटक्कै ध्यान दिएको देखिनँ। जेएनजी पुस्ताको नाम देखेँ, यो बडो गजबको स्ल्याङ ल्याएर चाहिँ प्रयोग गरेका छ। त्यसैले मैले जेएनजी पुस्तापछि अल्फा पुस्ता पनि छ है भनेर सरकारलाई ध्यानाकर्षण गर्न चाहेको हो। यो भर्खरै पहलगाममा जुन खालको बर्बरतापूर्ण, निर्मम र क्रूर आतङ्ककारी हमला भयो, त्यसमा एकजना नेपाली सुदीप न्यौबानेसँगको मृत्यु भएको छ। यो आतङ्ककारी घटनाको म अत्यन्त घोर भर्त्सना गर्छु र कुनै पनि आतङ्ककारी गतिविधिलाई सरकारले दह्रो र खरो भएर प्रस्तुत होस् भन्ने एकातिर म आग्रह गर्न चाहन्छु भने अर्कोतिर चाहिँ के छ भने अहिले अन्तर्राष्ट्रिय परिस्थिति जुन पेचिलो ढङ्गले चाहिँ नि हाम्रो भूभाग चाहिँ नि द्वन्द्वको स्थलको रूपमा विकसित भइरहेछ, विश्व राजनीतिक हो। त्यसै गरी छिमेकीमा
जुन ढङ्गको चाहिँ नि युद्धको परिस्थितिका काला बादलहरू मडारिएको छ, त्यो स्थितिमा सरकार गम्भीर बनोस् राष्ट्रिय चासोको निम्ति, सरकार गम्भीर बनोस् हाम्रा ती देशहरूमा भएका नागरिकको निम्ति भन्ने पनि आग्रह गर्न चाहन्छु। पहिलो दोस्रो मुख्य दल यी आफ्नै ऐतिहासिक मान्यता परम्परा र सङ्घर्ष गरेर आएका दलहरू हुन्। यी सरकारले ल्याएको नीति र कार्यक्रम यहाँ परम्परागत मात्रै भनिन्छ, तर परम्परागतको निरन्तरता त आवश्यकै छ, तर परम्परागत सँगसँगै त्यसमा नवीनता कति, रूपान्तरणका कुरा कति गर्न सक्छौँ त्यतिर हामी गम्भीर हुनुपर्ने परिस्थिति छ भने अहिले पहिलो र दोस्रो सबभन्दा ठुलो ऐतिहासिक दलहरू निर्मित सरकारले मेरो दुःखका साथ मैले भन्नुपर्छ सभामुख महोदय कि यो शिफ्टिङ सोसियल डाइनामिजम, सामाजिक गतिशीलता जतातिर गइरहेछ त्यो गतिशीलतालाई बुझ्न सकेन भन्ने चाहिँ मेरो आग्रह छ। आम जनतामा निराशा छ, असन्तुष्टि छ र एक किसिमको अराजकतापूर्ण नकारात्मक स्थितिहरूको जो निर्माण देशमा भइरहेको छ त्यसलाई चाहिँ नि प्याराडाइम सिफ्ट, एउटा नयाँ दृष्टिकोण र विचार जो राज्यले दिनुपर्ने थियो त्यस्तो मैले केही देखिनँ। सामान्यतया केही नयाँ कुरा, केही पुराना कुराहरू छन्, तर यसले यो दुईटा ऐतिहासिक दलहरू जसको जुन दलहरूको सरकारले एउटा निश्चित दृढता साथ अगाडि बढेर अहिलेको राष्ट्रको समस्या समाधान गर्न छिनोफानोको नीति लिन सक्छ भन्ने थियो, त्यस्तो देखिएन भनेदेखि अर्कोतिर कुनै पनि नीति र कार्यक्रम हाम्रो जस्तो देशमा सीमान्तकृत र निरपेक्ष गरिबी रेखा मुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममै केन्द्रित हुनुपर्छ र त्यतातिर चाहिँ नि हामी गम्भीर हुनुपर्छ भन्ने मेरो आग्रह हो। मुलुक ऋणको भारी र भ्रष्टाचारको महामारीले गर्दा सिकिस्त बिरामी छ। भ्रष्टाचार, कुशासन, विधिविहीनता र दण्डविहीनतालाई निर्ममतापूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता र इच्छा शक्ति मैले यसमा कम देखेको छु। नीति तथा सरकारलाई नै सरकार दण्डविहीनता र भ्रष्टाचार कुशासनको संरक्षकको रूपमा नेपाली जनताको बीचमा भाष्यहरू पुगेका छन्, त्यसलाई निराकरण गर्नको निम्ति सरकार अत्यन्त गम्भीर हुनुपर्ने आवश्यकता छ। भ्रष्टाचारका धेरै प्रतिवेदनहरू र छानबिन आएका प्रतिवेदनहरू थन्किएका छन् अख्तियारमा, तिनीहरूमाथि कुनै कारबाही हुन नसक्नु एकातिर छ भने हिजै मात्रै अख्तियारको प्रमुखले के भन्नुभयो भने त्यसलाई कारबाही गर्नको निम्ति सरकार तातेन भन्नुभयो। यो चाहिँ अत्यन्त दुःखद कुरा हो। र एउटा कुरा चाहिँ सभामुख महोदय, आजसम्मका चर्चित भ्रष्टाचार काण्डमा कारबाही गर्न पूर्व न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय निष्पक्ष छानबिन आएको कुरा मैले धेरैचोटि यो सदनमा उठाएँ, तर मलाई खुसी पनि लागेको छ र आश्चर्य पनि लागेको छ। के छ भनेदेखि कुनै पनि कालखण्डको भ्रष्टाचारको छानबिन गर्ने कुराको अभिव्यक्ति वर्तमान प्रधानमन्त्री यो वर्ष अगाडिको नीति तथा कार्यक्रमका समयको प्रमुख प्रतिपक्षले उठाउनु भएको कुरा हो। सभामुख महोदय यो संसदको रेकर्डमा छ र अहिले त्यसै गरी प्रमुख प्रतिपक्षी दलका नेताले 2047 पछिको सार्वजनिक गोदाममा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठनको लागि कुरा उठाउनु भएको छ। तर हिजो उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो, जुन बेला अहिलेको प्रधानमन्त्रीजी प्रमुख प्रतिपक्षी दलको नाताले कुरा उठाउनु भएको थियो। यो केले रोक्यो, किन भएन? यसै गरी समयअनुसार कुरा गर्ने, काम नगर्ने प्रवृत्ति नै अहिले आम रूपबाट जनताको बीचमा निराशा हो भने अर्कोतिर नीतिगत रूपमा रहेको भ्रष्टाचार, जुन भ्रष्टाचारले आज देशव्यापी रूपबाट असन्तोष छाएको छ, त्यतातिर चाहिँ नि सरकार गम्भीर बनोस् भन्ने मेरो आग्रह छ। सङ्क्रमण न्याय निरूपणको कुरा 18 वर्षदेखि अल्बलिएको छ, त्यतातिर अहिलेसम्म मेलमिलाप आयोग गठन हुन नसक्नु दुःखद कुरा भएको छ। 2/3 समर्थनको सरकार, यसलाई पनि मैले दुःखका साथ भन्नुपर्छ। 2/3 समर्थनको सरकारले 10 महिनाभित्र पुँजीगत खर्च 1/3 पनि गर्न सकेन, 31% मात्रै गर्यो। यसलाई हामीले कति सक्षम भन्ने, कति असक्षम भन्ने त्यतातिर गम्भीर भएर सरकारले हेर्नुपर्ने आवश्यकता छ। एउटा दृढ भिजन सहित यसलाई चाहिँ जसरी एउटा नयाँ गति लिनुपर्ने, त्यो गतितिर चाहिँ नि सरकार उन्मुख होस् भन्ने म आग्रह गर्न चाहन्छु। यो शिथिल अर्थतन्त्र र आर्थिक जोखिमबारे नीति तथा कार्यक्रम बेखबर देखिन्छ। ब्याङ्किङ, मौद्रिक नीति र वित्तीय नीति सामञ्जस्य गर्ने उल्लेख
बुँदा नम्बर 2 मा छ। तर मौद्रिक नीति प्रतिपादन गर्ने राष्ट्र बैंक जस्तो अत्यन्त महत्त्वपूर्ण वित्तीय संस्था केन्द्रमा करिब 1.5 महिनादेखि गभर्नर प्राप्त हुन सकेको छैन। यो एउटा अर्को दुःखद पक्ष हो। र त्यसमा चाहिँ नि भर्खरै सभामुख महोदय बङ्गलादेशको केन्द्रीय ब्याङ्कमा नवनियुक्त गभर्नर डाक्टर अहसन यक्स मन्सुरले नियमित कामका अतिरिक्त भ्रष्टाचारका गरी गैर कानुनी रूपमा विदेशमा पुर्याएका अरबौं डलर खोजी नीति गर्ने काम सुरु गरेको छ। हामी कहाँ यस्तै गभर्नर नीति होस् जसले युरोप, अमेरिका, स्विस ब्याङ्कदेखि सिङ्गापुर, कम्बोडियादेखि दुबई सम्पूर्ण ठाउँको छानबिन गरोस् भन्ने कुरा चाहिँ म फेरि पनि आग्रह गर्न चाहन्छु। किनभने गर्न सकिन्छ। म भर्खरै हिजो अख्तियारका प्रमुखले भनेअनुसार सिङ्गापुर सरकार तयार छ। तर सिङ्गापुरबाट द्विपक्षीय राज्य त्यतातिर उन्मुख हुन नचाहने अवस्था जुन छ त्यो चाहिँ अत्यन्त गम्भीर चासोको विषय। यो आम नेपाली जनताको चासो हो र आम रूपबाट नेपाली जनताको प्रतिनिधिले यसमा गम्भीर हुनुपर्ने विषय पनि हो भन्ने मलाई लाग्छ सभामुख महोदय। अर्कोतिर विद्युत प्राधिकरण चाहिँ नि 5 वर्ष 5 अरब यो घाटामा भएको श्वेतपत्र जारी भएको छ। अब सर्वसाधारण जनताको त कुरा छाड्दिउँ, म अलिअलि कख गग पढेकै एमपी मध्ये पर्छु, म पनि भ्रममा छु। आम रूपबाट नेपाली जनता भ्रममा छ। यो के हो त? 1 महिना अगाडि 5 नाफामा हुने अभिव्यक्ति सार्वजनिक रूपले आउने, 1 महिनापछि 5 अरब चाहिँ नि घाटाको कुरा जुन आएको छ, यो कुराको वास्तविकता मन्त्रीजीले सदनमा बताउनु पर्ने अथवा यही संसदले चाहिँ नि वास्तविकता छानबिन गर्नुपर्ने आवश्यकता मैले देखेको छु। यो अत्यन्त गम्भीर कुराको रूपमा नेपाली जनतामा, आम जनतामा भ्रमको सिर्जना गर्ने काम भएको छ। हाम्रा निरन्तरका प्रतिबद्धता मात्रै सीमित छन्। अहिले भर्खर मैले भने कृषि के अरे मल खाद उद्योग मात्रै 8 चोटि नीति तथा कार्यक्रमको प्रतिबद्धता छ। तर त्यसको प्रारम्भसम्म नहुनु चाहिँ एकातिर दुःखको कुरा छ भने बिमा नीतिबारे हामीले ठुल्ठुलो कुरा त गरेका छौँ। तर अहिलेसम्म कोरोना बिमाका रकमहरू चाहिँ नेपाली जनताले प्राप्त गर्न सकेका छैनन् र स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउनको निम्ति बिमा र बिमितहरूको सुरक्षा गर्ने जो सरकारले नीति र प्रतिबद्धताहरू बिचमा देखाएको छ त्यो व्यावहारिक रूपले चाहिँ प्रयोग होस् भन्ने म चाहन्छु। न्यायपालिका र संवैधानिक अङ्गहरू, विश्वविद्यालय, कूटनीतिक नियोग, सुरक्षा निकाय लगायतका संस्थाहरूमा दलीय भागभण्डा नगरी ज्येष्ठ सिनियरिटी मेरिट बेसिसको आधार नअपनाउने हो भने अहिले यति तीव्र ध्रुवीकरण, राजनीतिक ध्रुवीकरण भएको छ। मैले अघि नै पनि भने हुन्छ र हुन्नको बिचमा सत्य, न्याय, लोकतान्त्रिक प्रक्रियाहरू गायब हुन थालेका छन्। त्यसकारण हुन्छ र हुन्न मात्रै होइन, हुन्छ र हुन्नको बिचमा पनि सत्य निरूपण गर्न सकिन्छ। विवेकबाट कुनै एउटा सत्यको बाटो निकाल्न सकिन्छ र त्यही नै समाधान बाटो हुन्छ। किनभने लोकतन्त्र भनेकै वाद प्रतिवाद र संवादको प्रक्रिया हो। लोकतन्त्र भनेकै विचारका विविधताको घर्षणबाट निस्किने सुन्दर पक्ष हो। तर जो सत्तामा छ त्यसले चाहिँ नि सबै आफूले गरेको ठिक भन्ने, जो प्रतिपक्षमा छ उसले सरकारले गरेको सबै ठिक भन्ने, यो हुन्छ र हुन्न प्रवृत्तिबाट चाहिँ मात्रै राष्ट्रिय गति अहिले जुन ढङ्गले विकसित भएको छ त्यसलाई एउटा नयाँ गति दिन सक्दैन। सभामुख महोदयले पनि यस बारेमा गम्भीरतापूर्वक अहिलेकै नीति तथा कार्यक्रममा कलेक्टिभ विजडम सबै पक्षका राष्ट्रहितका निम्ति, नागरिक हितका निम्ति चाहिँ नि गर्ने पर्ने आवश्यक कुराहरूलाई संयोजन गरेर जाने परम्परा अहिले यही वर्षदेखि सुरु गऱ्यौँ भने हामीले त्यसलाई एउटा नयाँ गति दिन सक्छौँ र त्यो अत्यन्त महत्त्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ। यो अन्तर्राष्ट्रिय वित्तीय सङ्गठनले नेपाललाई ग्रेड लिस्टमा राखेको छ र अर्कोतिर चाहिँ हरेक वर्ष नेपाल चाहिँ एक अङ्कमा अग्रगति लिएर चाहिँ भ्रष्टाचारी मुलुकको श्रेणीमा अगाडि बढिरहेको छ। यो स्थितिमा त्यसलाई निराकरण गर्नको निम्ति ग्रे लिस्टलाई नै हामी विदिन सर्टेन निश्चित पिरियड अफ टाइम हामी यसलाई हटाउँछ र त्यसको निम्ति यो कार्यक्रम हो भनेर जुन भन्नुपर्ने मैले चाहिँ त्यो रणनीति चाहिँ नि यसमा देखिनँ। त्यतातिर गम्भीर हुनुपर्ने आवश्यकता छ। सभामुख महोदय, वास्तवमा अहिले संसारभरिकै परिवेश जुन ढङ्गले विकसित भएको छ,
अमेरिकन अर्थनीतिको कारणले अब अमेरिकन एडलाई त सम्भावना कम छ भने त्यसको कारणले गर्दा युरोप आफै पनि सेल्फ सस्टेन कसरी हुने भनेर लागेको अवस्था छ भने हामीले यो सम्पूर्ण परिवेशमा अन्तर्राष्ट्रिय वित्तीय संस्थानहरू र अन्तर्राष्ट्रिय हाम्रा चाहिँ नि मित्र शक्तिहरूले जो सहयोग गरिरहेछन् त्यसलाई हामी कति सहयोग लिन सक्छौँ त्यो अत्यन्त गम्भीर प्रश्नको रूपमा एकातिर छ भनेदेखि यो ग्रे लिस्टबाट हामी यदि ब्ल्याक लिस्टमा पर्ने स्थिति आयो भने देशको ओह्राला लागेको अर्थतन्त्र यो ऋणको भारी र भ्रष्टाचारको महामारीबाट हामी उम्किन सक्दैनौँ सभामुख महोदय। हामी असफल राज्यतिर उन्मुख हुने परिस्थिति दिन प्रतिदिन विकसित हुँदै जान्छ भन्ने कुरा चाहिँ नि मलाई लाग्छ। त्यसैले अब यो समग्र परिस्थितिलाई हामीले विश्लेषण छलफल अनुसन्धान गरेर गम्भीर सीमावलोकन गर्नुपर्ने अवस्था छ। सीमावलोकन भनेको हामीले पछिल्लोतिर फर्केर हामीले के कति प्रतिबद्धता गऱ्यौँ, त्यसलाई कति पुरा गर्न सकेनौँ, त्यसलाई अब कसरी पुरा गर्न पर्छ, त्यसलाई नीतिगत रूपबाट स्पष्टता साथसाथै कार्यक्रमहरू थोरै हुन्, त्यसमा कुनै आपत्ति छैन। जस्तो एक दुईवटा कुरा राम्रो भनेको छ कि डिटेल प्रोजेक्ट रिपोर्ट निरन्तर भएका प्रोजेक्टहरूलाई प्राथमिकता दिने, अरूलाई चाहिँ नि यसपालिको बजेटले प्राथमिकता नदिने, अथवा रोग्न उद्योगहरूलाई चाहिँ नि सञ्चालन गर्न निजी क्षेत्रलाई प्रभावकारी रूपबाट परिचालन गर्ने भन्ने जुन कुरा छ त्यो पोजिटिभ हो। तर निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ। हामीले संवैधानिक रूपबाट पनि निजी क्षेत्र, सहकारी र राज्य तीनटा अङ्गको रूपमा चाहिँ हामीले जुन राज्यको आर्थिक अङ्गको मेरुदण्डको रूपमा लिएका छौँ। सहकारी अपाङ्ग भएको छ, निजी क्षेत्र लाचार र अलमल भएको स्थिति छ र राष्ट्रिय पुँजीले मात्रै सबै परिचालन हुन सक्ने छ। यसलाई कोअर्डिनेसन गरेर कसरी अगाडि बढ्न सकिन्छ त्यतिर सोच्नुपर्ने अगाडि छ। सहकारी लघुवित्तदेखि लिएर गएर अहिले जुन विभिन्न किसिमका तमाम त्यहाँ संलग्न नेपाली जनताले दुःख पाइरहेछन्, सहकारीको सम्बन्धमा समाधानका कुरा त उल्लेख गरेका छ। सरकारले किन आँट गर्दैन सभामुख महोदय कि सहकारीमा ठगी परेर सहकारीबाट पीडित नेपाली जनतालाई त्यो सहकारी ठगबाट उसका घर जेथा लिलाम गरेर असुल गर्छु भन्ने प्रतिबद्धता सहित आउनुपर्ने आवश्यकता छ। नत्र यो कमिसनका चक्करमा यति धेरै हाम्रो समयहरू बर्बाद भइसकेको छ। यो त कमिसन गठन गर्यो, कुनै कमिसनको रिपोर्ट कहिले आउँदैन। म क्षमा चाहन्छु, एनसेलको प्रतिवेदनको रिपोर्ट आयो, सुनकाण्डको प्रतिवेदनको रिपोर्ट आयो, यस्ता कति प्रतिवेदन छन्, कति प्रतिवेदन 47 सालपछिका सम्पत्ति जाँचबुझको कुरा जो चाहिँ प्रमुख प्रतिपक्ष दलको नेताले निकाल्नु भएको छ। 2047 सालपछि लम्साल आयोगको प्रतिवेदनले 56 सालसम्मको वस्तुस्थिति चाहिँ नि प्रष्ट रूपबाट कहाँ अनियमितता भने कुरा चाहिँ त्यो प्रतिवेदनमा छ। त्यो लम्साल आयोगको प्रतिवेदन खोलियोस्, 56 सालसम्मको त्यहीँबाट पर्याप्त हुन्छ भने 56 सालपछिको अर्को एउटा नयाँ कमिसन गरेर वास्तविक रूपबाट त्यसलाई चाहिँ नि निराकरण गर्ने बाटोतिर चाहिँ नि राष्ट्र लागेन भने अहिलेको मूल समस्या भनेको हेर्नुहोस्, आज जुन देखिएको निराशाहरू छन् त्यो निराशा लोकतान्त्रिक व्यवस्थाको विरोध होइन। हामीले गरेका दण्डविहीनता र विधिविहीनता, पक्षपात र सुशासनको सट्टा जो कुशासनको श्रृङ्खलाबद्ध घटनाहरू भयो, म अहिलेको सरकारलाई मात्रै भन्दिनँ, त्यसको पाइलअप विरोधको रूपमा आज चाहिँ सडकमा जो आए पनि त्यसलाई साथ दिने मनोवृत्तिका साथ आएका छन्। सभामुख महोदय, यो लोकतान्त्रिक पद्धतिको विरोध होइन। यो हाम्रो कुशासन, हाम्रो दण्डविहीनता, हाम्रो चाहिँ नि मन परितन्त्र, हाम्रो स्वच्छाचारिता, जो सत्ता बस्यो मै सबभन्दा जान्ने हो, म मात्रै ठिक हुँ, अरू सबै बेठुक हुन् भन्ने प्रवृत्ति त्यसको जिम्मेवारी हो। त्यसलाई समाधान गर्नको निम्ति मैले अघि नै पनि भने सिफ्टिङ रियालिटी, सिफ्टिङ सोसियल डाइनामिजम। सोसियल डाइनामिजम भन्नाले सामाजिक मात्रै पर्दैन, त्यो आर्थिक पर्छ, त्यो राजनीतिक पर्छ, त्यो अन्तर्राष्ट्रिय पर्छ, त्यो सामाजिक सञ्जाल पब्लिक ओपिनियन एन्ड पेस पर्छ। त्यसका समग्र ओपिनियनलाई कसरी सम्बोधन गरेर हामी अगाडि बढ्न सक्छौँ त्यतातिर